गर्मी है हाम्रो गाउँको रोड यो पारी ओखलढुङ्गा यो वाडी रामेछाप त्यहाँको पहाड उक्केर आएको थियो यहाँनिर बन्द यहाँ मुनि चाहिँ अघि म गएर आएको उसले छाँगा थियो ओए मृग कि के हो यो मान्छे कुद्दा नि क्या नलर्ने टिटिट टर्निङ पनि मजाले पुग्यो मलाई चाहिँ यहाँनिर चाहिँ रोड सानै थियो कसरी यत्रो भयो यो दब्बेछ क्या अरे नाप्पेरै खने जस्तो ढुङ्गा माथि छ हाम्रो गाउँमा के को कमी छ भन्नु न यो लाइनमा मात्र तल अघिको चुस्लेको यो वार्फु भन्ने अनि माथि दार्खा खोला लगभग 5-6वटा जति चाहिँ छाँगा यसरी झार पर्न नरोड भने के फाइदा फल यो कुन फल होला यस्तो खेती छ यहाँतिर चाहिँ रोडमा चट्ट जङ्गलबाट भिडियो टिप्न निस्केको छु उनीहरूलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुभएको छ भने लाइक कमेन्ट गरेर छाड्नु होला भन्दै सर्ट यहाँ दुम्सीले उयो भर्खर खनेछ है त्यहाँबाट झरेर त्यो पुलबाट चाहिँ यस्तो आएर पर पुगेर यस्तो आएको तपाईँहरूले देख्नु भन हेलो गाइज गर्मी है गर्मी भएर चाहिँ म टक्कसँग कपडा खोलेर हावा खाँदै हिँडिरहेको छु त्यही पनि पसिना यस्तो बबाल आइरहेछ कि म चाहिँ हाम्रो गाउँको रोड यो चाहिँ सुस्ले धनसर भन्दा माथि हिरफिरे गाउँडा भन्दा अलि तलतिरको बाटोको अवस्था हो यो चाहिँ 2 वर्ष जति भयो होला यहाँ सफा नगरेको त लिखु खोला यो पारी ओखलढुङ्गा यो वाडी रामेछाप चट्ट त्यहाँनिर गएर हेरौँ है त यो गोलाइमा चाहिँ हामीले पोहोर 10-15 गाडी ढुङ्गा फुटाएको थियौँ त्यहाँको पहाड उक्केर आएको थियो यहाँनिर धुलोजी छ यहाँ देख्न सक्नुहुन्छ रोड बिजोक रोड राम्रो त छैन त्यही पनि अलिअलि भएको रोडमा नि यसरी बुट्टाहरू लडाएर चाहिँ बन्द झ्यामझुम अलिकति त मान्छेले गर्दा नि हो के यस्तो भयो कहाँसम्म छ यो बाटो बन्द यहाँदेखि उ चाहिँ फेरि सुपर हिँड्ने छ बाटो यहाँ मुनि चाहिँ अघि म गएर आएको सुसले छाँगा थियो ओए मृग कि के हो यो हेलो साथीहरू मैले भिडियो गर्दा चाहिँ त्यहाँनिर के हो मृग जस्तै रहेछ मृग नै हो त्यो खैरो खालको हैन देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ यस्तो किल्लर छ कि बाटो मान्छे कुद्दा नि क्या नलर्ने टिटिट टर्निङ पनि मजाले पुग्यो मलाई चाहिँ फिरे गाउँडा चाहिँ हो है तल यो बाटो चाहिँ बन्द भएको 2-3 वर्ष लगभग भइसक्यो सर अब त्यो गोलाइमा फाइनली म चाहिँ जङ्गल छिरिसकेँ है हामीले ढुङ्गा चाहिँ यहाँ सबै फुटाएको माथितिर क्याबिङ हाल्न लागेको माथि नि उस्तै यहाँ पनि उस्तै विकास त गर्छन् क्षेत्र टुबाको यहाँनिर चाहिँ रोड सानै थियो कसरी यत्रो भयो
यो दब्बेछ क्या अरे। टर्निङ चाहिँ सबैभन्दा खतरा यहाँनिर छ। फेरि एउटा माथि ठड्काने जङ्गलको पुच्छर, यहाँबाट फेरि उकालो छ। तलको ढुङ्गा चाहिँ यो रोडमा ठ्याक्कै निकालेर क्या नाप्पेरै खने जस्तो ढुङ्गा माथि 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 छ। यहाँनिर भल काटेको छ झट्ट होइन। फेरि पनि उतानिर छाँगा रहेको छ। हाम्रो गाउँमा के को कमी छैन, के को कमी छ भन्नु न, यो लाइनमा मात्र तल अघिको चुस्लेको यो वार्फु भन्ने, अनि माथि दार्खा खोला लगभग 5-6वटा जति छाँगा होला नि हाम्रो यो खोलाको लाइनमा। सानो होइन फेरि ठुलो ठुलो, बर्खामा भल लाउँदा त यत्रो देखिन्छ। यहाँ सब ढुङ्गा फुटार लागेको। यसरी झार पर्न नरोड भने के फाइदा ल। त्यो पारी काती भन्ने ठाउँ छ ओखलढुङ्गाको, त्यहाँनिर चाहिँ यहाँको भन्दा पछि रोड लगेर पनि अहिले सुपर दिनिरहेछ। यहाँ भने यस्तो छ विकास। फल यो कुन फल होला, यस्तो खेती छ यहाँतिर चाहिँ रोडमा चट्ट। ल यहाँबाट 1-2 टर्निङ हानेपछि चाहिँ हाम्रो माथि घर निस्किन्छ यो जङ्गल पार गरेर। म चाहिँ यता डाँडै डाँडा लाग्छु। हेलो साथीहरू, म चाहिँ यहाँ जङ्गलबाट भेटघाट निस्केको छु। मैले चाहिँ आज धेरै पछि एउटा सानो भिडियो, छोटो भिडियो बनाएको छु। सबैले हेरेर कस्तो छ, मैले चाहिँ यो च्यानलमा प्रायः जस्तो सबै भिडियोहरू हाल्ने गरेको छु। अनि यस्तो भिडियो हाल्छु, भ्युज नि जाँदैन, सब्सक्राइबर नि बढ्दैन। त्यहाँबाट चाहिँ यसो अरूको भिडियो, मुकबाङको भिडियोहरू यसो रियाक्सन होइन, टक्क मेरो फोटो छेउमा राखेर यसो गरेको। त्यहाँ चाहिँ राम्रो सब्सक्राइबर र भ्युजरहरू पाएँ। उहाँहरूको लागि त मैले मुकबाङ भिडियो नै बनाउनु पर्ने, तर पनि यसो हाम्रो गाउँतिरको चहल पहल देखाइदिउँ भनेर चाहिँ धेरै पछि मैले यो भिडियो बनाएको छु। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुभएको छ भने लाइक कमेन्ट गरेर छाड्नु होला भन्दै, तपाईँहरूले फेरि पनि मन पराए यो भिडियोलाई मन पराइदिनु भयो भने म यस्तो पसिना त कति निकाल्छु भनेर हेर्दै जानु होला। हस् त, धन्यवाद। म चाहिँ अघि यहाँबाट आएर सट्ट यहाँ दुम्सीले उयो भर्खर खनेछ है, त्यहाँबाट झरेर त्यो पुलबाट चाहिँ यस्तो आएर ऊ पर पुगेर यस्तो आएको। तपाईँहरूले देख्नु भएन।